हेलो गाइज गुड मर्निङ भन्नु पर्यो नि यसरी। अब हामी कहाँ जानेछौँ आज चाहिँ हामी गोर्खाको मामा घर है चट्ट लाएर। अब दसैँको पार्ट 2 पनि आइसकेको छ गाइजहरू। अब पार्ट 3 आउनै बाँकी छ। गोर्खा टुरमा हाम्रो सबैजना वान पिस ड्रेसमा छ। हामी 3 दाजुभाइ चाहिँ एउटा ड्रेसमा आज चट्ट लाएर होइन। ल अब त लाग्यो यहाँबाट तल हुँदै जानु पर्यो है मामा। हिजो बेलुकाको मामा घर हुँदै काम छ। ल ल हामी त लाग्यो आज गोर्खा टुर हाम्रो दसैँको तेस्रो पार्ट सुट गर्नलाई। तिमीहरू हेरिहेर्ने यार यसो दोस्रो पार्ट पनि आइसकेको थियो अघि 9 बजे त। ल गाइजहरू हामी त गोर्खा जाने क्रम जारी नै छ। यहाँ तेल भर्दैछ आज साँझ पेट्रोल पम्पमा गाडीमा डिजेल हाल्ने क्रम जारी छ। त्यसपछि हामी कहाँ जानु छ हौ? गोर्खा कहाँ? मामा घर नआउने मामा घर यार। खुसी लाग्यो नि क्या मामा घर जानलाई? हो र? कति खुसी भएको त? हो र? ल हामी त गोर्खा जानु लागेको है। गाडी अब यहाँ सर्भिसिङ गर्नलाई छिरेको छ अहिले। सर्भिसिङ गरेपछि बल्ल गइन्छ होला है त। ल गाडी फाइनल्ली यहाँ चाहिँ गाडी बनेर सर्भिसिङ गरेर निकालेको अवस्था छ। बस्दा ठोका लगाइसक्यो। त्यही भएर अब चाहिँ भित्र जाने रोके लगाइदिनु। सुधै खतरा छ डाँडाहरू। हामी जलबिरे आइपुग्यौँ। जलबिरे पुल ब्रिज के गर्छ यो गाडीले चाहिँ? कस्तो रोकेको यो गाडी त? रोबाट कुद्नुपर्छ होला। के हो कुन चाहिँ गाडी चाहिँ? 1 स्टार कुन चाहिँ गाडी हो? सरकारी गाडी होला। आर्मीको 5 स्टार हुन्छ। सुत्नु त यही पछाडि त सुत्दा त घरै सुत्रै हुन्छ आनन्दले। हेलो 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 है गगरे मान्छे सुतेर बसेर गफ गर्नुहुन्छ त। झर्ना देखेको छ र झर्ना कति माथि झर्ना यस्तो दामी सेतो झर्ना आएको माथि है। नवटनी डाँडा आयो। जम्बु डाँडो झर्ना हरायो। गाडी किन जाम यहाँ? त्यो ठुलो बस छ नि गाडीको त्यसले यहाँ मान्छे ओह्राएर झलाएको होइन पहरामा। त कोही अहिले यहाँ पहरामा यो कसो गाडी रे यो गाडीको? स्टार त देख्यो स्टार? कतिवटा स्टार छ यो त? एउटा स्टार। आर्मीको गाडी थियो सर। यो के भन्छ यसलाई? 12 किलो यति चाहिँ थाहा रहेछ। 12 किलो यो चाहिँ हियर 12 किलोबाट कहाँ आइपुग्छ अरे? त्यसपछि मामा घर बाटोमै चढाउँछ। के गर्नु त हो यस्तै छ। चढाउनु पऱ्यो घरमा बजाउनु है। ट्याङ्की पो छोड्छ त। साइड लाएर चढाउने भन्ने नि छैन कि बिचमा लिएर चढाउनु खोज्छ। यस्तो जाम गर्छ गाडीले। यो गाडीले उडेर एकमा जान्छ अबतिर मामा घर हुन्थ्यो यहाँ। जाम बनायो गाउँ गोर्खा गाउँ है। अब ल फाइनल्ली आइपुग्यो केटाहरूको मामा घर पनि है। मामा घर आइपुग्यो भनेको मेरो छोरीको खुट्टै काम्यो भन्छ। लक 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 यार। ल सबैजना आइपुग्यो। वेलकम। ल हो नि ल जाँदैछ हो। ल के हाल्ने हाल्नु पऱ्यो त?
ससुराल गाउँ पनि आइपुग्यो गोर्खामा उकालो चढिरहेछौँ सबैजना हामी है त ल ल ल जाउँ 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 लस्कर लाएर लाइन लाएर सरर उक्लेको यहाँ छोराहरू थाक्यो भन्छ यार हेटेरीका थाक्दो रहेछ हामी नचल्ने भएर हो कि त्यो स्मल टाढेको आइपुग्नु भइसक्यो रहेछ त हो र हामी पो रहेछ ढिलो ल ल लसो 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 सबैजना ल लसो लसो है है सुन्तलाहरू पनि पाक्दै रहेछ अहिले पाकेर रहेछ सुन्तलाहरू त न यो नास्पाती त रहन्छ बोटमा सुन्तला रहेछ अमिलाहरू रहेछन् अमिलाहरू त टन्नै रहेछ त्यहाँ अरे गाइजहरु गोर्खामा आइपुगेको अवस्था छ अहिले हेर्नु यहाँ खुर्सानीहरू पनि कति दामीसँग फलेको खुर्सानीहरू यहाँ सर र खुर्सानीहरू अब यो खुर्सानी खाएको अघि एउटा बबाल बिरो पनि खतरा हेर्दा चाहिँ सानो सानो है खुर्सानीहरू चाहिँ खतरा भएको हेर्नु चाहिँ कोतो कोतो याम्मा हो हेर्दै चट्ट लाएर यता फुलबारी चट्ट लाएर यता फुलबारी सरर फुलबारी दामी छ करेसा बारीतिर पनि खाली खुर्सानी खतरा पिरो छ यो खुर्सानीहरू चाहिँ हेर त सुन्तला यो सुन्तला चाहिँ चाख्नुपर्छ टिपेर बोटैमा टिपेर एउटा भयो भने चाख्नुपर्छ अमिलै होस् तर खानु चाहिँ पर्छ ससुराली गाउँमा यसरी नखाएको के खोज्छ गाइजहरू हेर्नु त यसो भिरहरू हो रमाइलो हुँदो रहेछ हौ यता डाँडा सर्लक्क तर छिप्लो हामी हिँड्ने बानी नभएर छिप्ला भनेर कि गाइजहरू हेर्नु न बबाल छ ल गाइजहरू आज गोर्खाको मालदाको ससुराली गाउँमा म अदुवा हेर्नु त कस्तो मजाले अदुवाको उयो चाहिँ अदुवा है बारी बबाल छ घरै बिच्छी खुर्सानी त प्योर खुर्सानीहरू ल यो बाहिर ल ल सबैजना हुनुहुन्छ यहाँ चट्ट दसैँको बेलामा मेरो चाहिँ पेट फुटेर टन्नै भएको खाएर है त कताल यस्तो छ ल दामी ठाउँ छ आज जाँदा क्यामेराम्यान फेरि ल ओके ल हो नि ब्याग अब जापानतिर बन्यो होला नि ब्याग त जापान बुहारी जापानतिर बन्नु पर्यो नि है त्यही त ल जापानको हो नि रमाइलो हल्का हल्का पहिला चाहिँ बेमा चाहिँ हामी यहाँ थियौँ यहाँ तल चाहिँ किचन थियो यसपालि त पुरा मासुहरू रोप्नु भएर चाहिँ है तलतिर यहीँ बसेर मजाले रमाइलो गरेर अवस्था छ 12-1 बजीसम्म हामी तेरिका अरे कति खानेहरू सौदी खोलामा त उनीहरू त नुहाउनै आयो त यहाँ हो नि यो त हेर्दाखेरि त के हो त यो बुद्ध चित्रको बोट ल ठिक छ यसो नि त अर्को वर्ष राम्रो हो भने यहीँ रोप्दा हुन्छ नि किन बाहिर कुर्नु पर्यो होइन यताको माटो राम्रो भयो भने त होइन खेती गर्दा हुन्छ त यसो गरौँ न यसको बिउ हामीले पाइन्छ यसो रोप्यो चित्रमा राम्रो हुन्छ कि रोप एक दुईवटा के हुँदैन बिउ लगाएर चेक गर्दा के हुन्छ भनेर भयो नि भइहाल्यो नि यार ल बुद्ध चित्र के भन्छ र बुद्ध चित्रको बोट रे काँडै काँडो हुँदो रहेछ है त्यो बयरको हाम्रा चाहिँ बयरको बोट जस्तो हुँदो रहेछ होइन त्यो पुरै ल करोडौँ पर्ने बोट यो होइन त फलेपछि चाहिँ अहिले होइन फलेपछि करोडौँ पर्ने ल गाइजहरू मजा यसो गोर्खा
दाइको सोसल आएको बाटोबाट हिँड्दैछु है त छोराहरू स्विमिङ गर्न गएछु के कहाँ गयो छोराहरू यार ऊ त्यो खालोतिर गएको भन्थ्यो है I'm going for watching my sons है त कहाँ गयो त यार कता गयो अहिले उकालो चढ्न गाह्रो हुन्छ फेरि जाउँ भने ओ केटाहरू आऊ गाडीमा जाऊ सुनेन खराम त खराइयो गाइजहरू पानी सरङ रङ 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 आएको अवस्था छ हेर्नु ल कस्तो मजाको मौसम छ वहाँ आएर त आमा गाइजहरू ल देखाउँछु तपाईँ हेलो गोइङ कम 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 वहाँ हेर त आमामा सबै कपडा खोलेर गएर खोज्दै गएको नुहाउनुलाई जनताहरू नुहाउनै आएको गोर्खामा के गर्नु अब मामा गरौँ चाहिँ भुत्तुकै हुने रहेछ यहाँ नेकट हेलो हात हलो छोडाउ जुम देखाएको हेर त आमामा टुक्ने दुईजना मोटी मोटी दुईटा मोटा छोडो ढिलो भयो चढाउ त 15X यो हो कि 15X भनेको आइफोनको चाहिँ पुरै हल्लिन्छ अलिकति है चढ है यो गाइजहरू रमाइलो भनेको सबै साथीहरूसँग आएको यसो परिवारसँग आएको भुराएर खालि नुहाउने हुन्छ है गर्मी त छ त्यही पनि ओके चाहिँ हेर्नु न बच्चामा हामीले छ नि यो ठुल्ठुलो पातहरू छ नि यो ठुलो पातहरूमा चाहिँ हामीले हेर्नु कति छ पातहरू त यो पातहरूमा पुरै भात खान्छ कि रमाइलो हो कि कति रमाइलो हुन्छ त्यो बेलामा यो पातहरू आमामा ल्याम ल्याम भात खाँदाखेरि धेरै मजा अहिले पो भुराहरू अब न्यू जेन्जी भन्छ जेन्जीहरूले खाने जाने छैन पाहाडमा आनन्द खोला छ तल सरर खोला बग्या छ यता माथि भ्यूहरू त हो डाँडा काँडा सट्टै यता माथि डाँडा हेर मेरै तल यो छ पी बाटो छ माथि डाँडा कहाँ भेट्छ त नि आकाश भेट्छ त यस्तो मजा छ पहिलाको यो पाहाड घर भन्छ नि मान्छेले पाहाड घरमा बस्नको बेग्लै मजा के सरर चिसोमा चाहिँ छोराहरू भर्खर आउँदैछ है यो टोलीले के थाहा त भोलि आउनु सक्ला यसो अहिले पो रमाइलो छ भोलि उमेर भइसक्यो कहाँ आउँछ तिनीहरू हेलो गाइज ल हात हाल्नु कम फास्ट हेलो हेलो ओके दिदी हेर मोटी दिदी पनि आम्मामा कति रमाइलोले गएको है कस्तो लाग्यो मामा घर आएर स्विमिङ गरेको अवस्था खोलामा रमाइलो आयो ल कम फास्ट वी हेभ टु गोइङ होम हेर आउँदैछु ढुङ्गा माथि हेर्न आमा ओ लड्छ अब जम गर्न लाग्यो अक्कु खोइ अक्कु भाइ खोइ कहाँबाट ए ल बाई बाई गाइस अब अपडेटहरू गर्दैछु है त ओके तिर्को बाटो यता होइन उता तिमीहरूलाई भनेर के यसलाई तिमीहरू कहाँ हारे खोइ यस्तो भिरबाट क्लाइम्ब गर्दै सगर माथा चढेर आउँदैछ दुईजनाले पानीको गति हेर्दा ए यति गर्न आयो नि त अब बस्छु यहीँ बसिराख्ने हो तँ मात्रै है बस सधैँ मलाई बाबामा हैसियत कराउनु कसले तँलाई ल
खाएर टिका ग्रहण गर्दै यस ओके ल ल ल म जुत्तासँगै बस्ने अब बा ड्याडी आउनु भयो मुनि भान्जा भान्जीको पालो हो नि ल ल ल त राजुको पालै अब हो ठिक छ ल ल ल तिनी अक्कु कान्छो हर ओके गाडीमा छोड्दै अर्को च्याम्पियन गरेर ल गाइजहरू हामी कहाँ रे आज गोर्खाबाट है त बिदाबारी हुँदै है त ल के गाइज ल बाइ ल बाई ल गाइज अब गोर्खाबाट बिदाबारी भएर सरी ल सर अब हामी गोर्खाबाट कहाँ जान्छ बिदा भयो भने त मामाहरूबाट अब घर जाने होइन त फर्किने है घुम्दै है त ल बाई बाई ल बाई बाई गोर्खा भन्नु पर्ने यसरी है यता एउटा पार्टी यहाँ छ अर्को दोस्रो तेस्रो पार्टी छ हामी बाई बाई ल बाई बाई है ल बाई बाई गोर्खा भन्नु पर्यो नि त गोर्खा घर माथि छ बाई ल सबैजनालाई फुल भिडियो चाहिँ युट्युबमा हेर्नु होला है त ल गाइजहरू